छ्या यस्तो नुबले मारिदिएर यतिखेरै लाइन जानुपर्ने यस्तो त छ्या यस्तो नुबले मारिदिएर यतिखेरै लाइन जानुपर्ने गर्मीले पुरै फ्याट भइसक्यो छ्या स्कुलमा हटाएर जस्तो हाल्यो म खेल्दिनँ छ्या अति गर्मी बढ्यो गर्मीले फ्याट भइसक्यो यतिखेरै फेरि कस्तो कल लाग्यो हेलो हेलो दिदी के गर्दैछौ आज? म यतिकै बसिरहेको छु यार गर्मीले फ्याट भइसक्यो म त यार गर्मीले केही गर्नै पाएको छैन हो र 2 दिन आज घरमा कोही छैन आउन त आउँदिनँ यस्तो गर्मीमा म हिँड्न पनि सक्दिनँ त्यस्तो लामो बाटोतिर गएर कहाँ टाढा छ फेरि मलाई फेरि त्यस्तो 50-60 लाखमा पस्नु मन छैन फेरि र राखिदिएको मैले ए साथी तेरोमा त इन्भर्टर छ होइन बत्ती गयो नि एसी पनि छ होइन छ नि एसी छ नि तर एकछिनै घरमा को आएछ जस्तो म पखै एकछिन हेरेर आउँछु को आयो तिमी म यार यहाँ गर्मीले कस्तो मर्ने आँटे रिमोट कहाँ छ गर्मीले भएर दामी यस्तो लो खै त एसी छैन एसी तार मात्रै छ त ल के भयो तार मात्रै छ त अनि एसी त अघि भर्खरै लगेको देखेनौ त्यो तलबाट मान्छेले त्यत्रो 2-3 जना मान्छेले लगेको देखेनौ यस्तो त ब्रेकअप गर्नु आजदेखि समर भ्याकेसन बिदाय आज त मोज समर भ्याकेसन हेलो के छ के गर्दैछस्? म नि यत्तिकै बसिरहेको गर्मीले मर्न आँटे म त अनि बिदा भयो त आजदेखि त ए हो र समर भ्याकेसन अनि म त कस्तो जाडोमा सुतेको जस्तो लाग्छ कति छिटो गर्मी लागेको छ खोइ गर्मी लागिसकेछ त यार हावा गफ नदिएन यार कस्तो प्लान बनाइसकेछ यार मान्छेले यार थाहा छ 14 दिन बिदा छ 14 दिन त सुतेर बसेर हुन्छ सुत्ने हो गर्मीमा कसरी सुतिरहेको छ त गर्मीमा त्यस्तो गर्मीमा ए बाबु तपाईँलाई थाहा नै रहेन रहेछ मान्छेले सुतेर कति पैसा छापिरहेको हुन्छ गुगलमा सर्च गर्दा यता मेरो नाम पनि सर्च गर्न टप 10 मा आउँछ होला त्यहाँ मेरो नाम सुन कता जाने सुन पहिला टक्क लगाएर इन्डिया बाइक अहिले समर छ नि त गोवा थाहा छ नि त होइन पुरा पानीमा चप्लङ सोच्छ कस्तो मजा आउँछ स्विजरल्यान्ड अनि गोवा दुबई बाफ्रे अनि सुतेर हुन्छ त ल अब यस्तो घुम्न जाने साने चाहिँ अब भोलि भरे कुरा गर्दै गरौँ ल ठिक छ ल केटा ल नभए ठिक छ काम त आफ्नो काममा जा भएस् भनेपछि होइन अब टक्क कपडा रेडी पार अनि भोलि एयरपोर्टमा भेट्नुपर्छ है बस पार्कमा मस्तले अहिलेलाई चाहिँ म मेरो काममा लागेको है त ल मैले फोन राखेँ है त ल Day 2 हेलो भाइ के गर्दैछस् अनि कहाँ थिइस् Yeah bro. What's up dude? अरे खैले जस्तै बोल्छु पो यार काले भाइ नै होइन काले भाइ नै मेरो म त सँगै सरकारी स्कुल पढेको त हेलो भाइ के गर्दैछस् अनि अस्ति घुम्नु जाउँ भन्दै थिइस् कहाँ थिइस् अहिले के गर्दैछस् तँलाई मैले भनेको होइन त सुतेर बस क्या त सडेर बस म पुरा हेर त यहाँ यस्तो खतरा भ्यूमा आएको छु यो बाली भन्ने ठाउँ रहेछ नि यस्तो यो भाइरल भएको समर भ्याकेसन उसलाई मैले तँलाई भनेको हो नि तँलाई मैले तँ आउनै मानिनस्
त सलेर बस यहाँ पुरा हेर त मैले हरियाली नै हरियाली छ जतातिर रुख हेर भ्यू पनि यस्तो दामी छ हावा सरर चलिरहेको छ भाइ यस्तो मिस गरिस् क्या तैँले म पुरा ब्लगिङ गर्दैछु पुरा त अब पैसा नि कमाउने हो यहाँबाट त सुतेरै बस यहाँबाट पुरा विश्व देखिन्छ भाइ त सुतेर बस्छस् यार तैँले मिस गरिस् क्या भाइ हेर हावा सरर बक काट्दे भाइ फोन त काट्दे मलाई डिस्टर्ब नगर है डिस्टर्ब ल काट्दे यहाँ मेरो यहाँ धेरै कुरा मिस भइसक्यो यहाँ घुम्न पाएको छुइनँ यार म फोन आएर म अहिले म रोकिसकेँ क्या तैँले फोन गर्ने बित्तिकै म रोकेँ म कस्तो ठाउँमा जाँदै थिएँ यार ल यार केटा म नि यता तेरो घरमा आएको थिएँ यहाँ ड्याङ डुङ्डुङले गर्दा केही सुनेन क्या ल अब म नि यसो छतमा हावा खाएर जानु पर्यो यार ए भाइ तेरो बाली यहीँ हो यो त बालीभन्दा बढी करेसा बारी देखिरहेको छ भाइ के हो अनि रुखहरूको जङ्गलको 360 भ्यूमा छु अरे के हो यो त यो के हो यो रुखभन्दा पनि सानो छ भर्खर एयरपोर्ट क्रास भएर त्यत्रो सुनेको छैनस् एयर इन्डिया क्रास होला अनि त्यही भएर डर लागेर नगएको नि यार भाइ तेरो त गफै बेसी भयो यार ल छोड्दै ल चिया खुवाउँछु ल यस्तो गर्मी छ ल चिया खुवाउँछु आइजिन ल हेलो गाइज यहाँसम्म अब भिडियो हेर्नु हुनेहरूलाई चाहिँ सबैजनालाई धन्यवाद अब यस्तै भिडियो हेर्नु मन छ भने चाहिँ यो च्यानललाई सब्सक्राइब है त नबिर्सी फेरि सब्सक्राइब गरिदिनु पऱ्यो नि सबले अनि त्यही त अनि लाइक अनि एउटा आफ्नो कमेन्ट पनि छोडिदिनु होला है त हस् धन्यवाद धन्यवाद भाइ